Things I didn't knew about baby delivery room. 1. डेलिभरी रुम पर मदर हुन्छ भन्ने लाग्थ्यो. आई वाज सो रङ. एउटा ठुलो हलमा 20वटा बेडमा आमाहरू भजाइनल डेलिभरीको लागि ट्राई गर्दै हुनुहुन्थ्यो. सबैजना तलबाट ओपन. लाज त मारेर नै जानुपर्ने रहेछ. 2. यु पुप वाइल डेलिभरिङ भन्ने चाहिँ थाहा थियो. लाइक बच्चा निस्किने बेलामा सोच्थे, तर पुरै लेबर पोइन्टभरि ट्राई गरिरहेको बेलामा पनि जति बेला पनि निस्किन सक्ने रहेछ. 3. मलाई भेजानल डेलिभरीमा नि तल हल्का कट गर्नुहुन्छ भन्ने आइडिया थिएन. त्यो अलि पछिसम्म नै दुख्थ्यो. इभन सुत्दा उठ्दा नि मम्मीले ख्याल गरे त्यहाँ पछि घाउ पाक्ला भन्नुहुन्थ्यो. 4. दिस वान इज भेरी स्याड. इफ बेबी इज डेड भित्र अरू कुनै प्रोसेसबाट निकालिन्छ होला सोच्थे. नो 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 नो. त्यो हलमा 20जनामा 5-6जनाले डेड बेबीलाई भजाइनल डेलिभरीबाट निकाल्न ट्राई गर्दै हुनुहुन्थ्यो. लाइक अल अदर मदर्स. डिफ्रेन्ट इज बेबी इज अलरेडी डेड. बर्डपछि उहाँले हामीहरूले यसरी माया दिन पाउनु भएन, तर डेलिभरीको पेन चाहिँ सबै सेम. 5. त्यो हलमा एभ्री मम वाज ट्राइङ टु ह्याभ भजाइनल डेलिभरी. तर सबैजना मेन्टल्ली इफ पऱ्यो भने C-सेक्सन गरेर भए पनि बेबीलाई हेल्दी निकाल्ने हो भनेर चाहिँ प्रिपेयर हुनुहुन्थ्यो. इभन दो दे न्यू मान्छेहरूले यसले नर्मल गर्न सकिन्न, स्यास गरी यताउति सुनाउनुहुन्छ भन्ने थाहा हुँदै पनि, र स्यासको घाउ जिन्दगीभरिलाई दुख्छ भन्ने थाहा हुँदै पनि, जस्ट टु ब्रिङ अ हेल्दी बेबी. Why I am sharing this? Just to say Happy International Women's Day to every woman out there. You are strong, you are brave,